नमस्कार सर। नमस्ते। हजुरको अब परिचयबाटै सुरु गरौँ। म अमरबहादुर खत्री, छेडागाड नगरपालिका वडा नम्बर 13 जाजरकोट। म पहिला पूर्व कृषिको प्राविधिक, हजुर। अहिले अब सीताके च्याउ खेती गरेको, अहिले 3 वर्ष भयो सीताके च्याउ खेती गर्दैछु र अनि हलुवावेदको नर्सरी पनि गरेको छु। हजुर हजुर। अनि 3 वर्ष भयो होइन सीताके च्याउ गरेको हजुरले? के छ यसमा, कति लगानी गर्नुभयो, कतिको कमाइ भइरहेछ? लगानी चाहिँ अब राज्यबाट एकचोटि कृषि विकास कार्यालय र अनि नगरबाट दुईटा गरेर 5 लाख अनुदान पाएको छु। हजुर। अनि मेरो लगानी 11,64,000 लगानी छ। अनि पहिलो वर्ष च्याउ आएन, गत दोस्रो वर्षमा आयो। दोस्रो वर्षमा मैले हिसाब पनि राखेको छु, 3 क्विन्टल समथिङ, अलि त बढी होला 3 क्विन्टल। अनि जिल्लामा 500 रुपियाँ केजी, जिल्ला बाहिर 600 रुपियाँ केजी पनि बिक्री गरेर राखेको छु। कहाँ कहाँसम्म जान्छ त हजुरको यो? कता खलङ्गा सदरमुकाम कम मात्रामा जान्छ, बढी कोहलपुर पुर्याउन सकेको छैन अहिलेसम्म, माग धेरै छ। हजुर हजुर। अनि अब यो यसको खेती प्रविधिको बारेमा अलिअलि हजुरले गर्नुभएको के छ भनिदिनु न। खेती प्रविधि त अब भन्दाखेरि यसको सरस्वती धेरै लामो छ। अब पुसमा मुढा काट्नुपर्छ, अनि काठका मुढाहरू काट्ने, त्यसपछि भन्नाले 50% आर्द्रता कम भइसकेपछि त्यसमा अब ड्रिल गरेर बिउ भर्ने। अब धेरै छ यसको भन्नाले, अहिले छोटो रूपमा भन्न सकिन्न। ल ठिक छ। अनि यो यसको फाइदाको बारेमा हजुरलाई त जानकारी पक्कै छ, त्यही भएर गर्नुभएको छ। के छ फाइदा? यस्तो छ, क्यान्सर रोग पनि निको पार्छ भन्ने भनाइ छ बाहिर मान्छेहरूले, कि बुलेटहरूमा कसैले लेखाएको छ। त्यसले क्यान्सरलाई भन्नाले लाग्नबाट अलिक बचावट गर्छ। सुरक्षित खाना भनौँ न, बचावट खाना भनेपछि यो त्यस्तो बचावट गर्ने, यो प्रयोग गरिराख्यो भने पनि अब क्यान्सर हुन नदिने, क्यान्सर निको हुने होइन कि हुन नदिने, सुरक्षित खाना भयो नि, सुरक्षित बचावट खाना। अब त्यो हिसाबले छ। अब यसको तरकारी र भात अथवा रोटीसँग खानुभयो भने केही बेर अलि धेरै ढिलो भोक लाग्छ, एकदम खानामा पनि यस्तो छ। यसमा अब च्याउमा त अब भिटामिन बी, मासुभन्दा राम्रो चिज भयो, अर्ग्यानिक, 100% अर्ग्यानिक। हजुर हजुर, ठिक छ। अनि यसमा अब हजुरले रोग किरा कतिको देखिरहेछ, त्यसको व्यवस्थापनमा के गर्नुभएको छ? अहिलेसम्म रोग पनि देखिएको छैन। अब किराहरू मध्येमा सबभन्दा सङ्ख्या किरा, यो हाम्रो क्षेत्रमा पनि सङ्ख्या किरा व्यापक छ। यो सङ्ख्या किराले अलिक क्षति पुर्याएको छ। हजुर, त्यसको लागि के गर्नुभएको छ त? अहिलेसम्म अब अलिअलि थाहा पाएको प्राविधिक सरहरूसँग सोद्धाखेरि यो केराको बोक्राहरू ठाउँ राख्ने, त्यहाँ केराको बोक्राको बास्ना पाएर आउने भाइहरूलाई त्यहाँ सङ्कलन गरेर मार्ने, टिपेर मार्ने। अलिकति त्यो सानो सानो खाल्डो, गिलासभन्दा ठुला खाल्टा बनाएर त्यसमा केराको बोक्रा राख्ने, अनि त्यहाँ बास्नाबाट गइसकेपछि अनि त्यसरी टिप्ने गरेको छु। कता कता यो नेपालमा त पाइएन, इन्डियातिर त्यो स्नाइल किलर भन्ने यस्तै के नाम लेखेको त्यो आएर अनि भन्नाले त्यो खाल्टोमा राख्ने, अनि सबै त्यो बास्नाले त्यसमा आएर आकर्षण गरेर मार्ने विधि छ रे। त्यो पनि यहाँको सहयोग पनि चाहिएको छ। हुन्छ, एकदम। त्यो कसरी झिकाउन सकिन्छ? हजुर हजुर, ठिक छ। अरू अब यसको व्यवस्थापनमा आर्द्रता के कसरी गर्नुभएको छ, कसरी मेन्टेन गरिराख्नु छ? अब यसको लागि त अझै लगानी लाग्ने देखियो। अलिक यो गोठ अझ भन्नाले व्यवस्थित बनाउन आवश्यक छ। गोठ व्यवस्थित नभएसम्म आर्द्रता कायम गर्न सकिन्न जस्तो लागेको छ। र अब सबभन्दा गोठकै व्यवस्थापन गरेपछि मात्र राम्रो होला। अनि हजुरलाई अब यो यसको गोलाइ छ नि, यो हाम्रो मुढाको गोलाइ, यो चाहिँ कत्रो गोलाइ राम्रो हुन्छ जस्तो हजुरको अनुभव के छ यसमा? अब बिजुलीको पोल जत्रो भयो भने राम्रो। पोलको सबभन्दा तल जमिन नजिकको फेद हुन्छ, त्यो पोल साइजको भयो भने राम्रो। अब यो ठुलो त काठ त अब छानी त्यसरी पाइन्न। फेरि आफ्नै बारीको, अनि ठुला पनि भन्नाले अलिकता उठाउन सक्ने हिसाबले विभिन्न साइजको बनाएर काटिन्छ। हजुरले सबभन्दा बढी चाहिँ कुन प्रजातिको यो काठको के को काठ प्रयोग गर्नुहुन्छ? यहाँ र्याज भन्छ। हुन त अब किताबहरूमा बाँझ,
उत्तिस त्यसपछि कटुस सबैभन्दा राम्रो मानिया छ। अब त्यो काठहरू अलि यहाँ कम पाइन्छ। उत्तिसमा त अलिकता खेती गर्न गाह्रो देखियो, बलौटे माटो जस्तै, पानी धेरै भए पनि बिग्रिने, पानी तुरुन्तै पनि कायम गर्न नसकिने। र यो बाँझ अन्तर्गतको यो प्रजातिको हो रियाज भन्ने, यो पनि राम्रो छ। यसमै मैले गरेको छु रियाजमा। ल ठिक छ। अब हजुरको भविष्यमा के छ त प्लान, के गर्ने छ? प्लान त अब एसीवाला भन्नाले राज्यले सहयोग गरेमा एसीवाला भन्नाले घर बनाउने। हजुर ल ठिक छ, त्यो प्लान सफल होस्। म के भन्छु भनेपछि हजुरको, हजुर राज्यले त एउटा के गर्नुपर्छ भनेपछि रिटायर भएका कर्मचारी, हजुर निवृत्त भइसकेका कर्मचारीहरूले कृषिमा के काम गरेका छन्, उद्योग धन्दा अथवा व्यवसाय के गरेका छन्, त्यस्ताहरूलाई पनि एउटा लिस्ट बनाएर तिनीहरूलाई अलिकता प्रेरणा दिनुपर्ने जस्तो देख्छु मैले। म अब 66 वर्षको भएँ, अझै जाँगर धेरै छन्। अनुहारमा म कमजोर देखिए पनि म धेरै बलियो छु। उहाँले मिल्ने जति सक्ने जति सबै व्यवसाय गर्नुभएको छ यहाँ। मात्र टुक्ला, हजुर त्यो पनि अवसर हो। अनि तपाईँलाई कति फोन आउँछन्? अहिले मलाई फोन आउँदैन नि। हजुर पहिला खानु राम्रो हो, फोहोर रगत खान्छ। सबै हेर्नु, सब यो यत्तिकै बस्छ। यो सुकोमा पनि आएर चाहिँ यो पनि नपाउनु अहिले सुकेको देखेको मैले आज तपाईँहरूसँग लागेँ नि, बिहान उ गर्दा सिँचाइ गर्थेँ। यो के छ भने यो यत्तिकै बस्छ, यो पुरै चिया हुने होइन कि हेर्नु कि यहाँ कति राति त यसो टर्चबाट यति देखिन्छ कि हजुर यो चिया हुनु लाग्यो। यो हेर्नुहोस् यसरी फुल लागेको छ। अब यो सिँचाइ पाएन भने अब यत्तिकै बस्छ, त्यसैले मैले पाए भने फुटिहाल्छ हैन। अब यो फेरि उतातिर नेपालतिर जानुपर्ने छैन, यहाँ सिँचाइ गरिदिने मान्छे छैन। हेर्नुहोस् यो सब आउने, यो पुरै आउनु लागेको छ फेरि। अनि यसको यो बिउ चाहिँ हजुरले कहाँबाट ल्याउनुहुन्छ त? यो काठमाडौँबाट ल्याउँछ। कति रुपियाँ किलो छ त्यहाँ यो बिउ चाहिँ? पहिले मलाई ठगे 300 ग्रामको 150। अहिले त कति छ, लगभग 1000 रुपियाँ केजी छ कति छ। यो पनि अलिक पत्ता लाउनु छ। हाम्रा मान्छेसँग सबैले च्याउको, कसैले त के भन्छन् उति 200 रुपियाँ किलो पनि लैजाउँछन्। अब राम्रो हो कि होइन त्यो थाहा छैन। अलिक भरपर्दो स्रोतबाट ल्याउने। अब टिकारामा रियाल्नुहुन्छ पोखरामा, च्याउलाई के लोजी भन्छ, ढुसी सुमुन्द्री पढ्नेलाई के लोजी? माइकोलोजी हो। माइकोलोजी गर्नुभएको छ उहाँले, नेपालको एकजना मात्र उहाँ राम्रो विज्ञ, अनि उहाँसँग पनि सम्पर्क छ। ठिक छ। यसको आज कति 15,000 दिएको छ नि। यसको कहिले ल्याउनु भएको? यो त भदौको महिना ल्यायो। यो नयाँ ऊ हो जस्तो लाग्यो, नयाँ टनेल। यो कृषिले दिया हो। कहिले? पोहोर साल हो। यी दुईटा तिनटै बनाएको कृषिले दिएको। पहिला त पारीको सानो अस्थायी थियो, नगरले दिएको बेला, पछि कृषिले दिइसकेपछि त्यो 3वटा गोठ। यो गोदाम थियो, अनि गोदाम देखेपछि यसरी दिन्छ यसलाई। मजाले दिँदो रहेछ। यो त धेरै राम्रो छ। 1000 खाइदिनु। अब ऊ हेर्नु तल हेर्नुहोस्, कहीँ गए पनि अब अलिकति नबिठाउन, फेरि अझ फिटिङ गर्नु छ पाइप। अनि यो कति टाइमसम्म खोल्नुहुन्छ? यसलाई 15 मिनट। दिनमा गोठमा धेरै पानी खाइदिन्छ, अरू गर्नु छ। अनि यो 20 मिनट, अरूलाई 15 मिनट। पटक गर्छु। दिनमा कति पटकसम्म? यहाँ 3 पटक 4 पटक, यो कायम राख्न लागि। पहिला भिजाइसकेपछि पछि दिउँसो 1-2 चोटि आर्द्रता हुनलाई 5 मिनट 10 मिनट फेरि यत्तिकै गरेर अनि फेरि गर्ने, आर्द्रता कायम राख्न लागि। हेर्नुहोस् त यसको स्नाइल समाएर मारिदिनु होला सकिन्छ भने। त्यसलाई त लिएर नुन हालेर खाल्टा पनि नुन हाल्छु। हुन्छ, नुन हाल्छ। यो रुट स्टक यो पुरै रुट स्टक हो। यो हजुरको रुट स्टक पनि दुईटा तरिकाले उमार्ने हुन्छ। हजुर। एउटा चाहिँ त्यो तल ब्याट राखेको छु, त्यस्तो 4 पाते हुने बित्तिकै सार्ने। एउटा पहिले ट्याक्टर सार्ने। यो लाइनमा लगाइदिने गर्ने हुन्थ्यो। यो मैले बनाएँ 6-7 पात आएपछि सारेपछि अप्ठ्यारो पर्यो।
बढी अहिले उतातिर तपाईँले अस्ति अस्ति भएको कहाँ थियो त्यो बेच्नु भएको वाला चाहिँ कहाँनिर घरमा अहिले देखाउनु उतातिर पिकानट छ लगभग 3 केजी हो 3 केजी त्यहाँ पिकानट गराएको थियो अनि त्यो रुस्टी स्टक हो अरू अब फेरि हाम्रो रोप्नु हल्लाको कतिवटा बुटा खान सबै गरेर बुटा त फल्ने कति छन् 6-7वटा फल्ने हुन् हजुर अब यो वर्षदेखि गतमा अब यो 1 2 3 फल्यो यो एउटा दिएको थियो 4 फल्यो 5 6 7 लगभग 15-16वटा फल्ने भइहाल्छ फेरि यस्तो छ हजुर यहाँ मोटर छ मेरो लालटिन पम्प यो डुबा छ नि हजुर यो लालटिन पम्पले उ माथिल्लो पोखरीमा भर्छ ए त्यहाँ यो पानी कहाँबाट आउँछ यो पानी त उता पर त्यो भाइको घरदेखि उता खोलाबाट अब अन्तिममा हजुरलाई केही भन्न छ अब भन्न त अब यही हो अब हजुरहरू कृषि प्राविधिक हुनुभयो अब हजुरहरूले पनि मलाई अब जस्तै किसानलाई चाहिने जस्ता भन्नाले नयाँ नयाँ कार्यक्रमहरू माग गरिदिने कुरा राखिदिने अब हामी पनि किसानको हिसाबले संविधान निकायहरूमा यो कुरा गरौँला बजेटहरू भन्नाले नयाँ नयाँ काम खाली भन्नाले उही पुरानै जमाना पञ्चायत कालदेखि अहिलेसम्म चलेका उही कृषिका कार्यक्रम मात्र गर्ने नयाँ अलि आउनु पर्यो नयाँ खालको उत्पादन दिने खालका तुरुन्तै प्रतिफल दिने खालका कार्यक्रमहरू राख्नु पर्ने च्याउमा चाहिँ त्यस्तो कार्यक्रम के राख्दा ठिक होला च्याउमा त अब सिटाके च्याउको तालिम चाहियो हजुर अनि अरू किसानहरूलाई पनि तालिम दिने यसलाई भन्नाले यो बजारमा यति धेरै माग छ अरू किसानले पनि सिताके च्याउ खेती गर्नु पर्यो यो त नगदे बाली भन्दा सबैभन्दा 1 नम्बरमा आउँछ किनभने सानो क्षेत्रमा म धेरै उत्पादन गर्न सकिनँ अस्ति पनि म नगरमा गएँ एकजनाले 30 केजी भन्नाले डोको बोकेर उ लग्नु भएको थियो बन्दा लग्नु भएको थियो 50 रुपियाँ किलोले 27 केजी लिनुभएको थियो लगभग 1500 को बिक्री गर्नुभयो उहाँले 30 केजी बोकेर मैले झोलामा 3 केजी राखेको थिएँ 1500 रुपियाँ ल्याएँ मैले 3 केजीले 1500 ल्याएँ उहाँले 30 केजी बोकेर 1500 ल्याउनु भयो अब यो हिसाबले पनि यो उपयुक्त मूल्यवान चिज भयो ल ठिक छ हजुर अब यस्तै गरी काम गर्दै गर्नु होला अरू यति नै भन्दै नमस्कार हाम्रो पनि नमस्कार कृषिका मान्छेहरूलाई धेरै नजिक मान्छु र साथी मान्छु हजुर